मार्दी हिमाल ट्रेक डे 3 एक दिन अगाडि हेभी स्नोफल भएको भएर हामी स्योर थिएनौं माथि मार्दी भ्यू पोइन्ट सम्म सनराइज हेर्न जान्छौं कि जाँदैनौं भनेर। बिहान अरु साथीहरूले उठाउनु भयो अनि सबैजना रेडी हुन थालेछन् जानको लागि। बिहान 4 बजे अन्ध्यारोमा नै हामी सनराइज हेर्ने आशाले हिड्न थाल्यौं। बाटो कता हो अत्तो पत्तो केही थिएन, त्यही माथि हिउँले ढाकेको बाटो। धन्न टन्नै मान्छेहरूको लाइन थियो त्यहाँ जाने। अघि पछि थुप्रै यात्रुहरू थिए। अघिका यात्रुहरू छुटे पनि हामी पाइला पछ्याउँदै गएको ठ्याक्कै पुगिहाल्यौं। भ्यू पोइन्ट पुगेपछि चाहिँ एउटा कटेज खुल्ला थियो, त्यहाँनिर आगो बालिराख्नु भएको त आगो ताप्दै हामीले चिया खायौं। 1 घण्टा जति कुरे पनि खासै भ्यू खुलेन अनि हामी फर्किहाल्यौं। फेरि तल हाई क्याम्प पुगेर हामीले ब्रेकफास्ट गर्यौं होटलमा अनि हाम्रो सामानहरू लिएर हिड्न थाल्यौं तलतिर। तल चाहिँ बाटो चिप्लो थियो पानी परेर। जसो तसो लो क्याम्प पुगेर हामीले लन्च गर्यौं अनि हाई क्याम्प जाँदा छोडेर गएको सामानहरू पिकअप गर्यौं यहाँको होटलबाट। त्यहाँबाट त्यही दिन नै हामी सिदिङ हुँदै पोखरा जाने निर्णय गर्यौं। नजिकै पुगेर त खासै हिमाल देखेनौं, तर यात्राको अन्त्यमा भए पनि सिदिङ झर्दै गर्दा हामीलाई माछापुच्छ्रेले दर्शन दियो।